पानी आयो। हजुर हिउँ पर्यो गाइस, हिउँ पर्यो हाम्रो यता है। यो तोडफोड गर्यो भने चाहिँ बुजूले के भन्नुभएको छ भने धेरै पाप लाग्छ रे। यो चाहिँ कसैले पनि तोडफोड नगरिदिनु है गाइस। हेलो गुड मर्निङ एभ्रिवान, होप यु गाइज सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। बिहानदेखि चाहिँ स्टार्ट गर्नु पाएन, अहिले चाहिँ 10 बजिसक्यो है। हामी चाहिँ यहाँ पोम्जेबाट च्यार्नेसम्म पानी ल्याउने कार्यक्रमको चलिरहेछ र हामी चाहिँ पाइपहरू हाम्रो चाहिने माल मेटेरियल्स सब बोकिरहेछौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले है के कस्तो हुन्छ हाम्रो दिनहरू हेर्दै गर्नु तपाईँहरूले राम्रोसँग सपोर्ट गरिदिनु। पाइपहरू हजुर ल है त गाइस, हाम्रो चाहिँ यता बास भयो आज जङ्गलतिर र बुढाहरू सब रुट तान्दै यता भैँसीहरूलाई घाँस दिँदै। मेरो खप्पु यहाँ छ, पाइपहरू यता किनेर यता चलिरहेछ है। आज चाहिँ हाम्रो बास यहीँ। ल है गुड मर्निङ गाइज, गुड मर्निङ। हामी चाहिँ आज नेक्स्ट डे माथि जाँदैछौँ। अब हामी चाहिँ यो बलुवा सिमेन्टहरू बोकेर माथि मुहानमा जाँदै हेरिदिनु आजको दिन के कस्तो हुन्छ हेर्दै गर्नु तपाईँहरूले। जाडो भएको छ, बिहान बिहानै हामी माथि जान लाग्छौँ। ल ल है त गाइस, त्यो आधा गर्नुपर्छ सिमेन्ट। सो गाइस, हामी चाहिँ यो प्लेन कुनामा आइपुगेका छौँ है। एकदम बिहान बिहानै रातभरि सुन्न नि पाएन कि यो राक्षसहरू पराएर। यो सिङ्गल सुन्नु र सुन्नु धेरै फरक हुँदो रहेछ। एकदम उनीहरू पराएर है निन्द्रै नआएर अहिलेतिर त यस्तो दुख्दै आएर कि एकदम निन्द्रा नआएर र एकदम हल्ला गरे बुढाहरू गफ गर्ने हल्ला गर्ने गर्दा त्यस्तै के। अहिले चाहिँ हामीले प्लेन कुनामा आइपुगेका छौँ। माथि अब माथि पुऱ्याउनु पर्छ। हेर्दै गर्नु के कस्तो हुन्छ आजको भिडियोहरू तपाईँहरू। म प्रस्तुत गर्छु, हेर्दै गर्नु। यस्तो छ यो जङ्गल, जानुपर्छ माथि नागेर। रमाइलो त रमाइलो हुन्छ, के गर्नु गाइस। के छ भाइ, ठिक छ? एकदम यस्तो ठाउँमा जानुपर्छ है। यस्तो भिरमै हिँडेर जानुपर्छ हामी चाहिँ। हजुर गाह्रो छ बिस्तारै जानु लड्छ। ल है त गाइस, हामी चाहिँ यहाँ पानीको मुहान चाहिँ यो भन्छ, खै यो हुन्छ मलाई अलि भर त लागेन मलाई। के हुन्छ हो, हुन्छ जस्तो लाग्यो हो। अहिले बारिदिएको त मैले नि त बारेको त अहिले त पानी त छ। फेरि पानीको मुहान चाहिँ यो खै हुन्छ हुन्न भनेर उनीहरू फेरि तल हेर्न गए। खै के हो त्यत्रो सिमेन्टीहरूलाई बोलाउने। हजुर यता हो आउनु त, यहाँ नै हुन्छ कि के हो खै। यो हुन्छ होला
त्यस्तो छ अहिले भयो भने देखाउँछ हजुरहरूलाई है ल है माथि क्यान्सल भएर हाम्रो चाहिँ फेरि यता सर्यो माथि चाहिँ पानी नरहेछ फेरि यता ल त बल्ल ठीक यहाँ चाहिँ हाम्रो यो अब यहाँ पानीको मुहानमा कसैलाई केही नहोस् भनेर धुप हाल्दै यहाँको सिप्दाहरूलाई के छ त्यही भएर धुप हाल्दै छ यहाँ चाहिँ अब यो धुप हालिसकेपछि हाम्रो यता कामहरू रेडी हुन्छ सामान ल्याउन बाँकी छ तल सामानहरू टन्नै छ ल हिउँ पर्यो हाम्रो त यता त यार लास्टै हिउँ पर्दैछ हौ देख्नु भयो होला नि सेतो सेतो झरेको तपाईँहरूले सेतो गाइस हामी चाहिँ यहाँ पानीको पाइप तान्दै अनि यसले तल हाल्दिने त्यो नहाल्ने अहिले किन यसलाई मैले भन्छ नि यो त्यहाँ मैले मुनमा गएपछि त्यो सेडिङ गर्छ पहिला सेडिङ गरेर सकेपछि मैले हाला गर्छ होइन त्यो हाला गर्ने बेलामा यसरी तान्ने पाइप मुखले पाइप तान्ने है ल ल ल कौन है ये लोग कहाँ से आते हैं मुखले पाइप तान्ने है ल ल ल अनि कहाँ फाल्ने हो भने यो यहाँ फाल्ने होइन त्यहाँ लाने हो एकछिन पाइप त्यहाँ डाउन गरिदिने एकछिन पानी फाट गयो भने यसले ठ्याम्म यहाँ ढकन लगाएर यहाँ तानेर ल्याउने पाइप है ल ल ल मैले चिने मैले चिने हजुर ल गाइस यो चाहिँ हामी यो प्लेन कुनातिर आमामा यस्तो भिरमा हेर्नु न माटो नै हेर्दै डर लाग्ने सिरिङ्गी यता यसरी बसिरहेको छु म चाहिँ टुक्रुक्क लाएर यहाँबाट देख्नुभयो होला नि तपाईँहरूले माथिको भिर चाहिँ बबालै माथितिर मामा त्यहाँ बसिरहनु भएको आमामा यस्तो भिरको टुप्पोतिर आएर बसिरह यार काम पनि कति जोखिम हौ आयो पानी आयो ढकनी हालिदिउँ ढकनी हालिदिउँ ल हेर्नुहोस् गाइस यस्तो बबाल ठाउँ छ कि जङ्गल तान्यो ल चौतारा चाहिँ यही हो यहाँ चाहिँ पानी झार्ने उसको यहाँ चाहिँ पानीको कठिन चट्ट लगाएर ल हेर्नुहोस् उहाँको स्मृतिमा चौतारा ल पढ्नुहोस् उहाँको स्मृतिमा हामीले चाहिँ पानी झार्दै यहाँ यो बलुवाहरू भइहाल्यो होइन यस्तो बबाल छ कि ठाउँ चाहिँ
ल है गाइज हाम्रो चाहिँ सकियो अब सकियो काम सकियो है ल हेर्नुहोस् ल ए सकियो काम सकियो चार्ने चौधरामा काम सकियो सालमे चौधरा हो यो ल ल ल ल ल सालमे छैन यो चार्ने चौधरा हो ल ए पानी पनि झर्यो है पानी पनि झर्यो ए भन्नु म भन्नु बुझी चाहिँ उहाँ नै हो उहाँको अब श्रीमानको नाममा चाहिँ यहाँ हामीले पानी झारेका छौँ है सबैजनाले चाहिँ यो धारा चाहिँ तोडफोड नगरिदिनु होला है बुझी चाहिँ उहाँ हुनुहुन्छ धर्मको लागि हाले सबैजनाले हेरिदिनु यो तोडफोड गर्यो भने चाहिँ बुझीले के भन्नुभएको छ भने धेरै पाप लाग्छ रे यो चाहिँ कसैले पनि तोडफोड नगरिदिनु है गाइस ल